सरकारी स्कुल हुनुको कारण चाहिँ परिवार पनि यहाँ बस्दो रहेछन्। फुलको पछाडि तल्का एउटा रस हुन्छ क्या, आफ्नो गाउँ बाहेक होइन हरेक ठाउँमा राम्रो लाग्छ कि। हे गाइस, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू भ्लग। बिहानदेखि मैले 2-4 इन्ट्रो गरिसकेँ होइन। सो पहिलाको इन्ट्रो चाहिँ मेरो फ्लप भयो, अहिले चाहिँ मेरो अर्को इन्ट्रो। अहिले चाहिँ घरदेखि जस्ट मानौँ उठेर नास्ता गरेर खाना खाएर फेरि सुतेर फेरि उठेर चाहिँ अहिले क्या बात कर रहे हैं? दाउरा लिन खोइ कतातिर जाँदैछ, मरौ भेट्न गएर होइन। अच्छा, बरु यहाँ चाहिँ जाडो कम लाग्यो मलाई त। उता त लास्टै जाडो हुन्छ, त्यस्तो कम रहेछ। अलिक घाम लाग्यो त्यस्तो छ अहिले। मौसम त्यस्तो चिसो छैन, शीत अन्त शीत झरी हुन्छ। यहाँको माहौल चाहिँ होइन एकदम पाहाडको जस्तो हल्का फुल्का फिलिङ आउने कि। क्या बात कर रहे हैं? यो बाँसहरू होइन, उतातिर म बस्नु त चाहिँ यस्तो छैन कि खास। यो घाँसहरू दिन्छ नि, नर्मल घाँसहरू पनि क्या। यो घाँस त कतै पाइँदैन कि, कतै पाइँदैन। यस्तो अलिकति हल्का डिफ्रेन्ट घाँसहरू होइन, बाटोहरू अनि यहाँको समाजहरू जुन सरसफाइ एकदम बवाल छ कि। यो चौतारी होइन, यहाँ चाहिँ बच्चा खेल्नको लागि। हाम्रोतिर यस्तो हुँदैन होइन, हाम्रोतिर यस्तो चौतारी बनायो भने त्यसरी भ्याटबुटु धेरै चट हुन्छ क्या। बुटो रोप्यो भने गाई गोरु अब आइदिन्छ, झापझुप खाइदिन्छ होइन। सरकारी स्कुल हो यो, सरकारी स्कुल हो यहाँ त। सरकारी स्कुल ठिक छ। सरकारी स्कुल हुनुको कारण चाहिँ परिवार पनि यहाँ बस्दो रहेछन्। यो चाहिँ सबको लागि सरकारी हो, सबको लागि सरकारी बात तो सही है। गाइस, यो फुलको बारेमा चाहिँ कसलाई थाहा छ ल, कसो भनौँ कमेन्ट हानौँ है त। यो फुललाई चाहिँ हाम्रो पाहाडतिर नै प्रायः जस्तो पाइन्छ। जुन यो फुल हुन्छ नि, यो फुलको पछाडि तल्का एउटा रस हुन्छ क्या। यसमा चाहिँ लागेको छैन किनकि अहिले सिजन छैन होइन। यो चाहिँ यो पानी पर्ने मौसमतिर चाहिँ यसमा चाहिँ रस आउँछ कि यहाँनिर, यस्तो चिसो गुलियो हुन्छ क्या। यो चाहिँ हाम्रो पाहाडतिर प्रायः जस्तो धेरै पाइन्छ यो होइन। अनि यसको रस चाहिँ डर खान्थ्यो क्या हामीले। यो चाहिँ हाम्रो पाहाडतिर पाइने अर्ग्यानिक जुस हो, यो फ्रीमा पाइन्थ्यो क्या। ठीक है, समझ गया। यो चाहिँ हाम्रो यतातिर त्यही भएर यहाँको जुन बुटोहरू हुन्छ नि, यहाँको एकदम मलाई रमाइलो लागेको भनेको चाहिँ यो जुन बोट भिडियोहरू चाहिँ यसो एउटा लेभलमा छ कि। नेचुरल इन्भाइरोमेन्टको लागि चाहिँ होइन, सबले आफ्नो घर अगाडिकै बुटो सुटोहरू करेसाबारी यस्तो सजाएर राखेको छ। यहाँ पिपलको बुटो टक्क यसरी पिच गरेर क्या सजाएर राखेको छ होइन। अरू कसै घरको एउटा न एउटा बुटो त छ क्या, त्यहाँ हेर्दा पनि हुन्छ। बुटो घाँसे घाँस क्या। यी फुलहरू क्या मजाले सजाएर लगाएको होइन। घरभित्र जस्तो कचडा जतिसुकै घरभित्र जतिसुकै कचडा भए पनि तर बाहिर चाहिँ एकदम राम्रो हुन्छ क्या। यहाँदेखिको त्यो पिच रहेनछ, पहिला चाहिँ लुखुर अगाडि जाँदै हुन्छ होइन। पछि छु। ये क्या है? नचल ओए नचल। भाई यहाँ पे क्या हो रहा है? भाई यहाँ पे क्या हो रहा है भाई? ये कहाँ फंस गया भाई मैं? बंद करो हाथ जोड़ के। मैं छोड़ के ओए लड़े हो नहीं रे। कैसे लोग रहते हैं यार यहाँ पर। एक बच्चा से चकचक गरेको थियो। नगर फस्यो भने नि अहिले त्यो हट्नु भन्छ अझै मलाई यार। लास्टै चकचक। अहिले चाहिँ हामी जङ्गलमा यहीँनिर यही जङ्गलमा खेत बारीको साइडमा चाहिँ हल्का फुल्का रहेछ। अनि त्यहाँ चाहिँ हामी दाउरा साउरा दिनको लागि आएको। उही लड्यो ऊ
अहिले जान्छ अहिले यस्तो छ जङ्गल यार तँ जाला फेरि फेरि यस्तो खोला छ नि बचेर नोडा राखेर नि ओइ ओइ मेरो गएन यार त्यो डराउँदैन डराउने यार यस्तो चाहिँ हाम्रो गाउँघरको बच्चा बच्ची त्यो ठाउँमा आयो भने लास्टै गाली गर्छन् क्या मेरो नि ओइ त जा त ओइ निस्कि त खस्यो भने अहिले त चिटेर खस्यो भने अहिले नचल्न ओइ खस्छ अरे अनि थाहा पाउँछ उताबाट निस्क्यो उताबाट ल गाइस होइन मेरो चाहिँ अहिले मोबाइलमा चार्ज छैन मेरो फेरि मोबाइलको ब्याट्री नै खराब छ क्या गाइस यही समस्या आजकल मेरो होइन त्यही भएर राम्रोसँग भ्लगिङ गर्न पाइरहेको छैन कन्टिन्यू राम्रोसँग भ्लग बनाउन पाइरहेको छैन अनि मैले कच्ची फुच्चेर उठाएको छु तर नि मैले उठाएको थिएँ म लाग्छ कि भनेर नि उसले लिएर गइरहेको छ कि यस्तो केटो बबाल छ कि भेनाले यत्रो पढे भारी बोकेर अगाडि जाँदा हुन्छ नि गइरहेको छु अगाडि गाई छैन अहिले चाहिँ म भन्न खोज्छु यो चाहिँ भाइले चाहिँ यहाँनिर राखेर चाहिँ भेना चाहिँ यहाँनिर खै को अब कोही रिलेटिभ पर्छ जस्तो लाग्यो मलाई होइन अनि उहाँ चाहिँ घर गफ भन्ने हुनुहुन्छ म चाहिँ बाहिरतिर घुम्न आएको मान्छे त घुम्नु पऱ्यो नि त होइन यहाँको चाहिँ मलाई चाहिँ उस रमाइलो लागेको यहाँ ठाउँ रमाइलो लाग्यो खै किन होइन मलाई होइन आफ्नो गाउँ बाहेक होइन हरेक ठाउँ राम्रो लाग्छ कि बात त सही है अनि यहाँ चाहिँ जस्तो घुम्नको लागि होइन लामो लामो ठाउँ छ जङ्गल छ खोला छ यो छ त्यो छ नि होइन तर हाम्रो गाउँ चाहिँ त्यही सर्कल छ कि ठ्याक्कै त्यो गाउँभरि के घुम्नु केही छैन त्यो गाउँमा कहीँ जाम भन्दा नि खै केही जाने जस्तो नि कोही ठाउँ छैन होइन अनि जहाँ गए पनि बाटोमा त्यो हगेको त्यो फोरो छि तर यहाँ कति सफा छ कि हेर्नु बाटोमा त्यति खास त्यो फोरो यहाँ त भोलाको पान भन्ने त एउटा सुक्को भेटिन्न कि अरे कहना क्या चाहते हो तर हाम्रोतिर भोलाको पान बाहेक अरू भोला पानको त्यो के अरे कागज बाहेक अरू केही पनि पाइन्न बात त सही है फरक छ गाइस फरक होइन यहाँ अगाडि चाहिँ एउटा सानो जङ्गल छ सानो मतलब ठुलै जङ्गल छ होइन अनि त्यो जङ्गलभन्दा जस्तो यतातिर चाहिँ उ छ के अरे खोला छ यस्तो घुम्ने ठाउँ अगर मेरो गाउँतिर हुन्थ्यो भने म खतरा भ्लग बनाउँथेँ होला कि मर्निङमा यो गएको त्यहाँ गएको यताको उताको जङ्गलबारी खोला नाला आए कति रमाइलो हुन्थ्यो तर छैन होइन र अहिले मेरो मोबाइलमा चार्ज नहुनुको कारणले चाहिँ मलाई म भ्लगले कति लास्ट लङ बनाउँदैन होइन र यति भन्दैछु अब एकैछिनपछि अब भाइ भेनाले खै के आफ्नो गफ भन्दैन त्यो सिधाइसकेपछि चाहिँ हामी आफ्नो घरको बाटोतर्फ लाग्छौँ होइन यहाँदेखि चाहिँ घर अलि लङ नै पर्छ लामै पर्छ 15 मिनटको बाटो लाग्छ होइन हिँड्दै जाँदाखेरि अहिले चाहिँ हामी घर फर्किसक्यो होइन अगाडि छ पछाडि छु यहाँ यता हाम्रो यतातिर चाहिँ होइन एकदम प्रहरीले छ नि यस्तरी सजाएर राखिन्छ कि यसरी बाँसलाई गाडेर बाँसको वरिपरि यसरी प्रहरीले पाँचेर राखिन्छ यहाँ चाहिँ के अरे भैँसीहरूलाई त्यो बिछाउन खानासाना दिन यताउति गर्न खानालाई यहाँ गाउँ भैँसीले चाहिँ पराल चाहिँ सिङ्गै खान्छ कि जाति हाम्रोतिर चाहिँ परालाई काटेर टुक्रा हाल्छ घर अगाडि त कुकुर चालेको हुन्छ कोही कुकुर लास्ट हरामी टकिहाल्छ उता घाम लागेको छ यार त्यहाँनिर घाम लाग्यो होइन यहाँनिर घाम हो भने क्या लगाएपछि आफ्नो घाम लाग्यो होइन यो ठाउँको नाम चाहिँ होइन शान्तिपुर हुनुपर्ने किनकि बहुत शान्त छ क्या
माओवादीको पार्टीको मान्छेहरू आइरहेको छन् होइन खालि गाडी ल्याएर म पनि पहिला माओवादीको हुने गर्थेँ जसले मेरो पुरानो भिडियोहरू हेरेछ उसलाई थाहा होला माओवादी चुनाव चिनी गुलाबको फुल गाइस सिद्धियो गुलाबको फुल कहिलेदेखि आयो यार ल गाइस मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ त्यो एउटा सैना ब्याडमिन्टन क्लब रहेको छ होइन यो यहाँको समाज यत्तिको चाहिँ विकसित समाज रहेछ कि यत्तिको चाहिँ हुनुपर्छ कि यार एउटा ब्याडमिन्टन क्लब त छ होइन एउटा त्यहाँ खोला छ यहाँ एउटा ग्राउन्ड छ यस्तो भएको रमाइलो लाग्छ जिन्दगी जिउन पनि यार हाम्रोतिर नयाँकुरी एउटा सरसफाइको लागि होइन गाउँलाई सरसफाइ राख्नको लागि 100 रुपियाँ उठाएर सफाइ गरौँ भनेर सोच्यो भने नि 100 रुपियाँ लिएर लुट्न खोजे भन्ने गर्छ मान्छेको सोच हुन्छ होइन यस बाटोको साइड साइडमा कुरो पनि रहेछ यस्तो जङ्गल छ होइन अब घरबाट खासै धेरै टाढा छैन होइन ल ओके गाइस अहिले चाहिँ सबै भारी साह्रै ल्याएर चाहिँ हामी घरमा आइसक्यौँ होइन त्यसलाई चाहिँ माथि गइसक्नु भयो ल ओके गाइस म आफ्नो भ्लगलाई यहीँनिर एन्ड गर्छु आजको यस भ्लगलाई चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ बाई भेटौँला अब अर्को भ्लगमा अर्को भ्लग पनि यहीँकै हुनेछ होइन अहिले सायद म घर गएन भने आज म फेरि अर्को भ्लग बनाउँछु यही ठाउँको मान्छेहरू चाहिँ एउटा पुरा दिनभरिको भ्लग बनाउँछ म चाहिँ एउटा सानो अलग अलग चार्ज छैन त्यही भएर थ्याङ्क्स फर वाचिङ बाई